केन्द्रले त हामीलाई ठगेको छ। हाम्रो लडाई जारी छ। तर प्रदेश सरकार, स्थानीय सरकारले जनतालाई यहाँ मेरो सरकार छ भन्ने अनुभूति दिने गरी के गरेको छ? मैले धेरै ठाउँमा भन्ने गरेको छु, प्रदेश सरकार र स्थानीय सरकार भनेको अकाउन्टेन्ट होइन, माथिबाट पैसा पठाउने अनि बाँड्ने, त्यति हो त हाम्रो काम। हामीले हाम्रो स्थानीय स्रोत साधनहरूलाई प्रयोग गरेर कति उत्पादन, कति चाहिँ रोजगार सृजना गर्यौं, कति हामीले घरेलु उद्योग धन्दाहरू चाहिँ स्थापना गर्यौं, त्यो पनि महत्त्वपूर्ण कुरा होला भन्ने कुरा चाहिँ म राख्न चाहन्छु। त्यसो भएको कारणले स्थानीय सरकार, प्रदेश सरकार, सङ्घ सबैले आफ्नो ठाउँमा आफ्नो जिम्मेवारी निर्वाह गर्यौं भने हामी यो क्षेत्रको कायापलट गर्न सक्छौं। हामी लडिरहेका छौं, टिकापुरदेखि बझाङको ताक्लाकोटसम्म रहेको सेती लोकमार्ग बन्नुपर्छ भनेर हामी निरन्तर लडिरहेका छौं। हामी महाकाली करिडोर बन्नुपर्छ भनेर निरन्तर लडिरहेका छौं। मेडिकल विश्वविद्यालय बन्नुपर्छ भनेर हामी निरन्तर लडिरहेका छौं। हामीले हाम्रा पहाडमा खाली भएका गराहरू भरिनुपर्छ, राज्यले अब त्यस्तो खालको नीति अख्तियार गर्नुपर्छ भनेर हामी लडिरहेका छौं। नीति बनाउने ठाउँमा भएको कारणले त्यो नीति बनाउनको लागि हामी निरन्तर पहल गर्नेछौं, म निरन्तर पहल गर्नेछु। तर सबैले आफ्नो जिम्मेवारी पूरा गरौँ भन्ने कुरा पनि अनुरोध गर्न चाहन्छु। यो राजनीतिज्ञहरूका को एउटा ल्याङ्ग्वेज जस्तो लाग्छ अहिले मलाई, भाषा। यो चाहिँ यस्तो हुनुपर्छ, उस्तो हुनुपर्छ, या हुनुपर्छ, यो गर्नुपर्छ, उ गर्नुपर्छ, यो कमन ल्याङ्ग्वेज भए चाहिँ गर्ने चाहिँ कसले हो थाहा छैन। हामी एज अ नागरिकका हिसाबले सबै नीतिहरूको मूल नीति अर्थात् नीतिको पनि राजा राजनीति भन्ने बुझ्या हो। त्यो सर्वमान्य सिद्धान्त हो। यसमा त ठुल्ठुला भाषण बढी मालिकाको कुरा गरे भयो, खप्तरको कुरा, उता चाहिँ पश्चिम सेतीको 40 वर्ष भइसक्यो, कति हो कति, हामीसँग के छैन र भन्ने नै छ। यहाँहरू पनि त्यही भन्नुहुन्छ, हामी पनि त्यही भन्छु, मिनिस्टर भयो पनि त्यही भन्नुहुन्छ। हिजो प्राइम मिनिस्टर केपी शर्मा ओलीले पनि त्यही भनेर जानुभयो। सुदूरपश्चिम जस्तो प्रदेश त यस्तो खाने प्रदेश भनेर जानुभयो। त्यो सुन्नै चाहने, तपाईँहरूले सुन्नै छ। एनिवे, तर यसको परिणाममा प्रश्न हो जस्तो लाग्छ मलाई। कहाँ केले अड्काइरहेको छ कि सुदूरपश्चिमलाई भन्ने प्रश्नको पृष्ठभूमिमा एउटा त अर्को तथ्याङ्क पेश गर्छु म यहाँलाई। 2047 साल यता हाम्रो सुदूरपश्चिमले 7 चोटि प्रधानमन्त्री पाइसकेछ। 7 चोटि प्रधानमन्त्री, यो मुलुकको प्रधानमन्त्री 7 पटक पाएछ। 5 पटक त देउबा हुनुभयो, 2 पटक लोकेन्द्र बहादुर छन्। त्यो 7 पटकको दिन यसो मैले जोडेर हेरेँ अलि मेहनतै गरेर, त्यो चाहिँ 1359 दिन हुँदो रहेछ। 1359 दिन यो मुलुकको नेतृत्व सुदूरपश्चिमले गरिसक्यो भने 47 सालभन्दा यता। अझ पनि हामी प्रधानमन्त्री भोलि पर्सि हुनेवाला छन्। हामी अझ अर्को प्रधानमन्त्रीको पनि धनी हुँदैछौँ, चिन्तै छैन। 50 जना त सङ्घीय सरकारमा मन्त्री भइसकेछन् हाम्रो भाग 47 सालभन्दा यता। 17 जना चाहिँ अब अहिलेको नेपाल सरकारमा 47 साल यता 17 जना नेपाल सरकारका सचिव भइसक्नु भएछ। एकदम आधिकारिक तथ्याङ्क हो यो। 6 जना चाहिँ राष्ट्रिय योजना आयोगका सदस्य हुनुभएछ सुदूरपश्चिमबाट। लगानी बोर्डका सिइओ पनि सुदूरपश्चिमले पाइसक्यो, गभर्नर पाइसक्यो, 3 जना त आइजिपी। केही पनि भएन भनेर त म भन्दिनँ। 47 सालमा छौँ हामी त म भन्दिनँ, 60 सालमा छौँ भनेर त म पनि भन्दिनँ। त्यो तुलनात्मक रूपमा जुन वेगमा सुदूरपश्चिमले जानुपर्ने हो वा सुदूरपश्चिमले पाउनुपर्ने हो या सुदूरपश्चिमलाई यहाँहरूले ल्याउनका लागि पहल गर्नुपर्ने हो, त्यहाँ हो प्रश्न भन्ने मलाई लाग्छ। मैले अघि नै गरेको तथ्याङ्कमा रहेर टेकेर म भन्न प्रश्न गर्न चाहन्छु, अब के भयो चाहिँ सुदूरपश्चिम अहिलेको स्थितिभन्दा माथि उठ्छ कि के चाहिँ भयो भने प्रधानमन्त्री के दुनियाँ है सबै चिज भइसक्यो। अब एज अ लिडर तपाईँको त अझ धेरै पृष्ठभूमि छ मान्य रूपा चौधरीज्यू।
पोलिटिक अवधारिता खोजिरहेको छौँ र परिणाम खोजिरहेको छौँ यहाँबाट। मलाई लाग्छ यो हलले, यो स्टेजले, यो हलले तपाईँबाट परिणामको कुरा सुन्न चाहिरहेको छ, समाधानको कुरा तपाईँबाट सुन्न चाहिरहेको छ। के चाहिँ भयो भने अब सुदूरपश्चिम बन्छ के, कसले गरिदिन्छ, के लाग्छ यहाँलाई? धन्यवाद प्रश्नको लागि। यो प्रश्नको जवाब कसरी दिउँ जस्तो लाग्यो भने मलाई यो सुदूरपश्चिमले